यूहन्ना चाहिँ येशू ख्रिस्टले प्रेम गर्नुभएको है एउटा अरूलाई नि प्रेम गर्नुहुन्छ, तर यूहन्नालाई चाहिँ अरूभन्दा नि धेरै प्रेम र अरू चेलाहरूभन्दा घनिष्ठ चेला पनि यूहन्ना हुन्। येशू ख्रिस्टका चेलाहरूमध्ये घनिष्ठ चेला चाहिँ यूहन्ना हुन् भनेर हामीले उहाँको परिचयमा हेऱ्यौँ भने हामीले पाउँदछौँ। र हामी हेर्छौँ भन्दाखेरिलाई यो पुस्तक चाहिँ अरू सुसमाचारी पुस्तकभन्दा अलिक फरक तरिकाको छ है। अरू सुसमाचारी पुस्तकहरू मत्ती, मर्कुस र लुकाको भन्दा यूहन्नाको सुसमाचारी पुस्तक चाहिँ अलिक डिफ्रेन्ट हामीले पाउँछौँ। यो चाहिँ अलिक फरक छ, किनकि यूहन्नाले चाहिँ येशू ख्रिस्टको मन र आत्मालाई बुझेका छन् है। उहाँले चाहिँ येशू ख्रिस्टको चाहिँ मन र आत्मा सबभन्दा स्पष्ट गरी चाहिँ देख्न र बुझ्न सक्नुभएको छ, र त्यो चाहिँ उहाँले चाहिँ यो वचनद्वारा चाहिँ प्रकट गर्नुभएको छ यूहन्नाले चाहिँ। अनि हामी हेर्छौँ भन्दाखेरिलाई यो पुस्तक चाहिँ ईस्वी सम्वत 70 देखि 90 र कोही काहीँ चाहिँ 90 देखि 100 को समयमा लेखेको भन्छ है। त्यो चाहिँ सत्य, यो चाहिँ 100% हो भन्ने चाहिँ छैन। अन्दाजी मानिसहरूले लगभग चाहिँ त्यो भन्ने गर्दछन् है। अनि यो चाहिँ खास हामी हेर्छौँ भन्दाखेरिमा यो पुस्तक सुसमाचारको पुस्तक हो र सुसमाचारको बारेमा बताएको चाहिँ हामीले पाउँदछौँ। हामी परिचयलाई यतिकै राख्नेछौँ र हामी आजको वचनको शीर्षकतिर जानेछौँ। आजको वचनको शीर्षक रहेको छ परमेश्वरसँग रहनु। आजको वचनको शीर्षक रहेको छ परमेश्वरसँग रहनु। सबैले भन्नुहोस् न, परमेश्वरसँग रहनु। आमेन। सुन्नुहोस् है, आजको वचनको शीर्षक छ परमेश्वरसँग रहनु। अति असल कुरो छ। परमेश्वर सारा स्वर्ग र पृथ्वी सृष्टिकर्ता हुनुहुन्छ। उहाँको सृष्टिमा हामी पनि बनेका छौँ। त्यो उहाँले आफैले सृष्टि गर्नुभएको चिजलाई उहाँसँगै राख्दै हुनुहुन्छ। आमेन। हेर्नुहोस् है, आज हामी जस्तै मानिसहरू, कति मानिसहरू उहाँकै सृष्टिमा बने तापनि उहाँमा हामी रहेका छैनौँ। तपाईँ र म पनि कतिपय समयमा रहिरहेका पो छैनौँ कि आज त्यो विषयमा हामी चाहिँ यो वचन खण्डबाट हेर्नेछौँ है। हामीलाई यहाँ वचनले भन्दछ कि साँचो दाखको बोट म हुँ र मेरो पिता किसान हुनुहुन्छ। हेर्नुहोस् है, उहाँले चाहिँ के भन्नुहुन्छ, येशू ख्रिस्टले चाहिँ दाखको बोट, त्यही पनि साँचो, झुटो खालको होइन, बनावटी होइन, असल साँचो दाखको बोट चाहिँ को हुनुहुन्छ, येशू ख्रिस्ट हुनुहुन्छ। अनि उहाँको पिता चाहिँ किसान। हेर्नुहोस् है, उहाँको पिताले चाहिँ खेतीपाती गर्नुहुन्छ। त्यो दाखको बोटलाई चाहिँ उहाँको पिताले स्याहार्दै हुनुहुन्छ। अन्त दाखको बोटमा भएका हाँगाहरू चाहिँ तपाईँ अनि म हो। हालेलुया। हेर्नुहोस् है, येशू ख्रिस्टको बोट येशू ख्रिस्ट हुनुहुन्छ। उहाँका हाँगाहरू भनेका चाहिँ उहाँका चाहिँ अङ्गहरू चाहिँ हामी हो के। अनि त्यो बनाउने चाहिँ को हुनुहुन्छ त? परमेश्वर हुनुहुन्छ। हेर्नुहोस् है, अनि हामीलाई वचनले भन्छ ममा रहो है, ममा रहो, म तिमीहरूमा रहनेछु। आज तपाईँ हामी कतिलाई चाहिँ क्रिस्चियन भएको कारणले थुक्छन् मान्छेहरूले। त्यसको बदलामा तपाईँहरूले केही जवाफ नदिनुहोस्। परमेश्वरले भन्नुभएको छ तिमीहरूलाई थुकेको होइन, त्यो त तिमीहरूले पहिले नै कसलाई थुकेका हुन्? येशू ख्रिस्टलाई थुकेका हुन्। हेर्नुहोस् है, तपाईँहरूलाई गाली गर्छन्, घृणा गर्छन्, थुक्छन्, कुट्छन्, समाजबाट निकाला गर्छन्, हामीलाई विदेशी धर्म मान्ने डलरै भन्छन्। तपाईँहरू चुप लाग्नुहोस्, तपाईँहरू प्रार्थना गर्नुहोस्, प्रेम देखाइरहनुहोस्। त्यो चाहिँ परमेश्वरमा रहनु हो। हेर्नुहोस् है, तब चाहिँ हामीले फल फलाउँदछौँ। हामीलाई चाहिँ परमेश्वरले त्यो सिकाउनु भएको छैन। परमेश्वर पनि मानिसहरूको निम्ति संसारमा आउनुभयो बचाउनलाई। उहाँले नै धोकाइ कुटाइ खानुभयो, कर्णको चोट सहनुभयो। प्रियहरू, शरीरको हरेक प्रत्येक ठाउँबाट चाहिँ तपाईँको मासुको चुटाहरू चाहिँ भुइँमा झऱ्यो कि
हामीसँग रहनलाई चाहिँ के परमेश्वरले हाम्रो आत्मासँग रहनलाई के प्रियहरू हाम्रो आत्मा बचाउनलाई चाहिँ उहाँ चाहिँ बलि हुनुभएको के त्यो चाहिँ हेर्नुहोस् है सजिलो कुरो होइन उहाँसँग रहनु। जसरी मैले दुःख भोगेँ तिमीहरूले पनि दुःख भोग्नै पर्छ, तिमीहरू दुःख भोग्दछौ मलाई त यस्तो गरेर तिमीहरूलाई गर्दैन, अवश्य गर्छ। आज मानिसहरूले तपाईँहरू सोसियल मिडियाहरू हेर्नुहुन्छ भने क्रिस्चियनहरूलाई निकाला गर्नुपर्छ, यस्तो उस्तो कति ठाउँहरूमा त मण्डलीहरू भत्काइदिइरहेको छ, डोजर लगाइदिइरहेको छ। किन भन्दाखेरि परमेश्वरको वचन पुरा हुँदैछ, हामी परमेश्वरको वचन पुरा हुँदैछ प्रियहरू। परमेश्वरमा हामी रहँदैछौँ क्या यो समय चाहिँ हामी चाहिँ परमेश्वरमा रहँदै गएका छौँ। त्यो कारणले हामीलाई धेरै सताउन आउँछ। हामी परमेश्वरमा रहनु हामी संसारमा रहन्छौँ भन्दा संसारका मानिसहरूले तिमीहरूले के गर्छ त आफ्नै ठान्ने छन्। हेर्नुहोस् है यो पनि त हाम्रै मानिस हो, आफ्नै त हो। यो के परमेश्वरसँग मान्छ र हाम्रो जे भने त्यही गर्छ माया गर्छ नि। यदि तपाईँ क्रिस्चियन भएको कारणले आज तपाईँहरूको छिमेकीले तपाईँको दाजु तपाईँहरूको भाइ तपाईँहरूको दिदी बहिनी तपाईँकै आमा बुबाले नै तपाईँहरूलाई सोच्ने है सोचाइ अलग हुन्छ, हेर्ने हेराइले अलग हुन्छ क्या, तुच्छ ठान्दछन् हामीलाई है। कुनै पनि ठाउँमा सभामा हामीलाई स्थान दिँदैन। किन भन्दाखेरि हामी ख्रिस्टमा जिएका कारणले, हामी ख्रिस्टमा रहेका कारणले। बुझ्दै हुनुहुन्छ नि? त्यो समयमा हामी चाहिँ मलाई यस्तो व्यवहार देखायो उस्तो गर निराश नहुनुहोस्। तपाईँहरू चाहिँ त्यसमा पनि महिमा दिनुहोस्, परमेश्वरलाई महिमा दिनुहोस्, प्रशंसा गर्नुहोस्, उहाँलाई चाहिँ धन्यवाद दिनुहोस्। जे इच्छा लाग्यो माग। हेर्नुहोस् है जे इच्छा लाग्छ त्यो माग भन्नुभएको छ कि हामी कति समय चुप बस्छौँ। ओहो मैले मागेर गल्ती त गरिनँ कि हामी त्यो सोच्छौँ। होइन, हामी माग्नु पर्दछ कोसँग भन्दाखेरि हाम्रो परमेश्वरसँग, हाम्रो पितासँग हामीले माग्नु पर्दछ। आज तपाईँहरूको जीवनमा है बन्धन छ, तपाईँले छुटकारा पाउनुभएको छैन, येशूको नाममा छुटकारा माग्नुहोस्, अहिले नै यसै गरी छुटकारा पाउनुहुनेछ। हालेलुया। तपाईँहरूमा रोग छ भने अहिले नै यसै गरी माग्नुहोस् न, तपाईँको रोग अहिले नै यसै गरी निको भइसकेको छ। हालेलुया। भोलि होइन है, 1 घन्टा पछि नि होइन, 8 घन्टा पछि होइन, 5 मिनट पछि होइन, अहिले तुरुन्तै निको पार्नुहुन्छ। उहाँले चाहिँ दिइसक्नु भएको छ। उहाँको वचनले भन्दछ तिमीहरूलाई जे इच्छा लाग्छ सो माग र तिमीहरूलाई त्यो दिइनेछ। हेर्नुहोस् है त्यस कारणले गर्दाखेरि तपाईँ र मैले चाहिँ मनमा शङ्का नगरिकन चाहिँ माग्नुपर्छ।